आइयो कति अब ग्रुपमा हाल्यो होला न यहाँ ग्रुपबाट धेरै आइयो अब यहाँ हृदयले तान्नु न हृदयले अब जान्छु अब माथि इयरफोन जोडेर अब भाइ लाइभमा दे म नि अहिले आउँछु त यो लाइभ म लाइभ बस्दैन यहाँ केटालाई धेरै गरेँ म यो अब इयरफोन जोडेर हुँदैन ए त्यो तपाईँको साथीहरूले चाहिँ तपाईँको दाइहरूले लाइभ अब यहाँ को कोले के गर्छन् थाहै हुन्न के भन्नु म त केही भन्दैन त्यही भनेको हामीले केही त भनेको पनि त्यति सौन्डै हृदयले माथि तान्नु न तान्छु के चाहिँ ब्रो छ दाइ किन गर्दैछ जोरम किन यहाँ नजरम होला होइन भाइहरू छन् सबै सबै भाइहरू मात्रै लभली मेरो प्यारी दाइ कसैले के गर्छ भने नि दाइ यस्तो भयो भन्न होइन कसैले नराम्रो शब्द बोलेर यताउता के गर्छ भने दाइ यस्तो भयो भन तिमीलाई टिप्रेर मायाको जिन्दगी नदेखिने बनाइदिन्छु ओके दाइ म आउँछु त्यस्तो भन्ने मान्छे धेरै छन् कि त्यो आयो भने म भन्छु दाइलाई जहिले कोही छन् भने यस्तो गर्छु तँलाई यस्तो गरिदिन्छु भनेर होइन तर म जिन्दगी चिटो लाइफ नछिर्ने गरी पठाइदिन्छु मैले त्यसलाई हस् दाइ हस् म कहिले नराम्रो बोल्दैन कहिले पनि मेरो भाइ लाइफमा आएपछि नराम्रो सोध्दैन कसैलाई भन्दा भाइ बहिनीहरू सबैलाई बहिनीहरू भन्छु अनि भाइ भन्छु अरू अलिक सम्मान गर्छु सबैलाई यति गर्दै मैले इयरफोन जोर्यो भने त अब छोडिदियो त्यो अब यहाँ जोड्न मिल्दैन मेरो भाइको लाइफ हो आज मात्र तिमीले त 1 महिना कमाउने सेलले त मैले आज इयरफोन किनेर बसेको छु